एडोब इनडिजाइनको यो भिडियो कक्षामा यहाँहरूलाई स्वागत गर्दछु। म हुँ अच्युत खनिया। तपाईँ यस भागबाट एडोब इनडिजाइनमा टेबलको बारेमा जानकारी लिन सक्नुहुनेछ। र विशेष गरी एडोब इनडिजाइनमा टेबलको प्रयोगबाट हामीले विभिन्न डिजाइनहरू जस्तै टेबल फर्मेटमा बनाइने विभिन्न डिजाइनहरू, त्यस्तै गरिकन बिलहरू, त्यस्तै विभिन्न फर्महरू, त्यस्तै गरिकन क्यालेन्डरका विभिन्न फर्मेटहरूको डिजाइन गर्न सक्दछौँ। तपाईले कुनै एउटा बिलको फर्मेट बनाउँदै हुनुहुन्छ भने सर्वप्रथम तपाईले एडोब इनडिजाइनको यो पेजमा र बिललाई क्रिएट गर्दै हुनुहुन्छ। यसको लागि तपाईले यसको साइज, बिलको साइजलाई एउटा बक्स लिएर डिफाइन गर्न सक्नुहुनेछ। र यो अवस्थामा तपाईले आफूलाई चाहिए अनुसारको रुलरमाथि राइट माउस क्लिक गर्नुहुनेछ र इन्चमा क्लिक गर्नुहुनेछ। रुलरको युनिटलाई मैले इन्चमा चेन्ज गरेको छु र अब यो बक्सबाट तपाईले डिजाइनलाई आफूलाई चाहिए अनुसारको डिजाइन साइज डिफाइन गर्न सक्नुहुनेछ। जस्तै मैले यसको साइजलाई 5.5, हाइट चाहिँ यसको 7 साइज राखेको छु र यो एउटा हामीले यो पेजमा यो रेक्ट्याङ्गलले एउटा हामीले साइज डिफाइन गरेका छौँ। र अब हामीले यो एउटा कुनै तपाईले बिल बनाउँदै हुनुहुन्छ भने यो रेक्ट्याङ्गल भित्र अर्थात् 5.5 र 7 इन्च हाइट भएको एउटा बिल बनाउनुहुनेछ। यसको लागि तपाईले यहाँबाट एउटा टेक्स्ट बक्स यसरी ड्रा गर्नुहुनेछ, टेक्स्ट बक्स क्रिएट गर्नुहुनेछ र यहाँबाट तपाईले संस्थाको नाम लेख्नुहुनेछ। जस्तै मैले एउटा फन्ट चुज गरेँ, यसलाई सेन्टर अलाइनमेन्ट कन्ट्रोल शिफ्ट सी गरेँ र त्यस्तै गरी मैले आवश्यक अनुसारको यहाँबाट फन्ट साइज चुज गरेको छु र अब मैले यहाँ यसरी एउटा टेक्स्ट टाइप गरेको छु। यसलाई मैले बोल्ड गर्न सक्छु। त्यस्तै गरी यदि तपाईले अन्य फन्टहरू पनि यहाँबाट राख्न सक्नुहुनेछ। यस्तो फन्ट प्रयोग गरेँ मैले। अब तपाईले यसको तल पोखरा कास्की नेपाल लेख्नुहुनेछ र यसलाई कन्ट्रोल शिफ्ट लेस देनको प्रयोगबाट साइज सानो बनाउन सक्नुहुनेछ। र यसमा अगाडि हामीले पढे जस्तै गरिकन यहाँबाट कलर फिलहरू गर्न सक्दछौँ। जस्तै मैले यसलाई ब्ल्याक कलर फिल गरेँ, टेक्स्टलाई व्हाइट कलर फिल गरेको छु र तपाईले यहाँबाट सेन्टरको प्रयोग गर्न सक्नुहुनेछ। यो कुरा तपाईले अघिल्ला भागहरूमा पनि गरिसक्नुभयो। अब तपाईले यहाँ एउटा बिल नम्बरलाई लिनुहुनेछ, टेक्स्ट बक्स लिएर बिल नम्बर लेख्नुहुनेछ र यसको बिल नम्बरको लागि एउटा लाइन ड्र्याग गर्नुहुनेछ। तपाईले यसलाई फन्ट आफूलाई आवश्यकता अनुसारको आफ्नो फन्टलाई चुज गर्नुहुनेछ। जस्तै मैले एरियल फन्ट चुज गरेँ। अब तपाईले अल्ट थिचेर यदि शिफ्ट थिचेर तान्नु भएको खण्डमा यो सिधा हुनेछ र यहाँ तपाईले डेट लेख्नुहुनेछ र डेटको लागि पनि तपाईले यस्तो लाइन तान्नुहुनेछ। अब यति गरिसके पछाडि त्यस्तै यही टेक्स्टलाई कपी गरेर यहाँ तपाईले अर्को एउटा टेक्स्ट बक्स लिनुहुनेछ र यहाँ मिस्टर लेखेर लाइन किबोर्डबाट तपाईले शिफ्ट र अन्डरस्कोरलाई टाइप गर्नुहुनेछ। त्यस्तै गरिकन एड्रेस टाइप गर्नुहुनेछ। त्यस्तै गरी तपाईले यहाँबाट फोन यसरी टाइप लाइन खिच्नुहुनेछ। अब तपाईले यो लाइनको स्पेसिङ, जसलाई हामी दुईवटा लाइनको बीचको स्पेसिङलाई लिडिङ साइज भन्ने छौँ। यहाँ फन्ट साइज 14 को छ भने लिडिङ साइजलाई तपाईले यहाँबाट बढाउन सक्नुहुनेछ। यो कुरा तपाईले यो भिडियो कक्षाको अघिल्ला भागहरूबाट पनि जानिसक्नु भएको छ। र अब मैले यसलाई फोर्स जस्टिफाई गरेर यो बराबर बनाउन सक्दछु। तपाईले किबोर्डबाट फोर्स जस्टिफाई गर्नको लागि कन्ट्रोल शिफ्ट एफ को प्रेस गर्नुहुनेछ। अब यदि गरिसके पछाडि तपाईले यहाँ एउटा टेबललाई क्रिएट गर्न सक्नुहुनेछ र टेबलको लागि तपाईले यो एउटा टेक्स्ट बक्स यहाँ ड्रा गर्नुहुनेछ र मैले यो टेक्स्ट बक्स यहाँसम्म राखेँ। अब एउटा नयाँ टेक्स्ट बक्स यहाँ यसरी लिँदैछु। यो बराबरको यहाँ स्मार्ट गाइडहरू आएको छ र अब तपाईले यो मेन टेबल मेनुमा जानुहुनेछ र इन्सर्ट टेबलमा क्लिक गर्नुहुनेछ। किबोर्डबाट तपाईले टेबल इन्सर्ट गर्नको लागि अल्ट शिफ्ट कन्ट्रोल सँगसँगै टी लाई प्रेस गर्नुपर्ने हुन्छ र इन्सर्ट टेबलमा क्लिक गर्नुहुनेछ।
यो इन्सर्ट टेबलमा क्लिक गरिसके पछाडि एउटा इन्सर्ट टेबल डायलग बक्स देख्नुहुनेछ र यहाँ बडी रो त्यस्तै गरिकन कोलम्सहरू त्यस्तै गरिकन हेडर रो फुटर रो जस्ता अप्सनहरू र टेबलका विभिन्न स्टाइलहरू डिफाइन गरेको खण्डमा यहाँबाट स्टाइलहरू पाउनुहुनेछ। जस्तै मैले एउटा सामान्य बिललाई क्रिएट गर्दैछु र अब त्यो अवस्थामा तपाईँले नम्बर अफ रोलाई मैले 10 टाइप गरेँ, कोलम्सलाई 6 कोलम्स टाइप गरेको छु र ओकेमा क्लिक गरेँ। यो अवस्थामा तपाईँको एउटा टेबल बनेको छ र यहाँ यो रेड पोइन्ट पाउनुहुनेछ जसले यो टेक्स्ट यहाँ ब्लक भएको भन्ने बुझ्नुहुनेछ। यसलाई ठुलो टेक्स्टमा यहाँ तलसम्म जान सक्नुहुनेछ र यो टेबल बनाइसके पछाडि र तपाईँले जब यो टेबललाई क्लिक गर्नुहुनेछ यहाँबाट टेबलका लाइनहरू चेन्ज गर्न सक्नुहुनेछ। त्यस्तै गरी टेबल इनडिजाइनमा हामीले टेबल बनाइसके पछाडि एउटा टेबलको राइट साइडमा टेबल प्यानल ल्याउनु पर्ने हुन्छ। त्यसको लागि तपाईँ विन्डोमा जानुहुनेछ र यहाँबाट टाइप एन्ड टेबल अप्सनमा गएर तपाईँले टेबल अर्थात् सिफ्ट F9 लाई प्रेस गर्नुभयो भने एउटा टेबल अप्सन पाउनुहुनेछ। यहाँबाट टेबलका स्टाइलहरू सेलका स्टाइलहरू यहाँ पाउनुहुनेछ र सर्वप्रथम तपाईँले यहाँ टेबलमा क्लिक गर्नुहुनेछ र अब जब तपाईँले टेबलभित्र कर्सर राख्नुहुनेछ र यो अप्सनहरू एक्टिभ भएका छन्। यहाँबाट तपाईँले एलाइनमेन्ट पाउनुहुनेछ, त्यस्तै गरिकन यहाँबाट टेक्स्ट डिरेक्सन पाउनुहुनेछ र यहाँबाट कोलमको वाइड हाइट जस्ता कुराहरू त्यस्तै गरिकन सेलका मार्जिनहरू यहाँ पाउनुहुनेछ र माइक्रोसफ्ट वर्डमा जस्तै गरी तपाईँले टेबलको यो कोलमलाई साइज सानो र ठुलो बनाउन सक्नुहुनेछ। यसको लागि तपाईँले यहाँ कर्सर राख्नुभएको खण्डमा यस्तो एरो पाउनुहुनेछ र तपाईँले किबोर्डबाट सिफ्ट थिचेर यसलाई सानो बनाउन सक्नुहुनेछ भने त्यस्तै गरी ठुलो बनाउन सक्नुहुनेछ। मैले यसलाई यहाँ सिरियल नम्बर SN टाइप गरेको छु र ट्याब हानेको छु। यहाँ आइटम्स टाइप गरेको छु, ट्याब हान्दैछु। क्वान्टिटी रेट टाइप गरेँ, टोटल टाइप गर्दैछु र यहाँ रिमार्क्स टाइप गरेको छु। अब तपाईँले यो टेबलको टेक्स्टलाई यहाँ यसरी सेलेक्ट गर्नुहुनेछ। यहाँबाट सेन्टर अलाइनमेन्ट चुज गर्नुहुनेछ। यो हाइटबाट सेन्टर भएको छ, त्यस्तै गरी यहाँबाट सेन्टर अलाइनमेन्ट चुज गर्न सक्नुहुनेछ। त्यस्तै गरी तपाईँले यो टेबलमा फन्टलाई चेन्ज गर्नुहुनेछ। मैले एरियल फन्ट साइज 11 टाइप गरेको छु। अब तपाईँले यहाँबाट यो रिमार्क्सलाई पनि सिफ्ट थिचेर आफूलाई आवश्यक पर्ने साइजलाई डिफाइन गर्न सक्नुहुनेछ। त्यस्तै गरी रेटलाई सिफ्ट थिच्दै यसरी तान्नुभएको खण्डमा तपाईँले आफूले चाहिएको साइज बराबरमा जानुहुनेछ। अब तपाईँले यो टेबलका यी बाहिरका लाइनहरूलाई सानो ठुलो बनाउनु परेको खण्डमा तपाईँले यो पुरा टेबललाई सेलेक्ट गर्न सक्नुहुनेछ। यसको लागि तपाईँ माउसको पोइन्टरलाई यो कर्नरमा लिएर जानुभएको खण्डमा यस्तो छड्केहरू पाउनुहुनेछ। यद्यपि तपाईँले यो पुरै टेबललाई सेलेक्ट गर्दै हुनुहुन्छ अथवा आफूलाई आवश्यक पर्ने कोलम आवश्यक पर्ने रोलाई सेलेक्ट गर्दै हुनुहुन्छ भने त्यो बेलामा तपाईँले टेबल मेनुमा गएर यहाँबाट सेलेक्ट अप्सनको पनि प्रयोग गर्न सक्नुहुनेछ। सेलेक्ट सेल, रो, कोलम्स, टेबल जस्ता अप्सनहरू यहाँको प्रयोग गर्न सक्नुहुनेछ र पुरा टेबललाई सेलेक्ट गर्नको लागि अल्ट कन्ट्रोल ए हामीले प्रयोग गर्न सक्दछौँ र मैले किबोर्डबाट कन्ट्रोल अल्ट र यहाँ क्लिक गर्दैछु यो टेबलभित्र र कन्ट्रोल अल्ट र ए प्रेस गरेँ भने एज अ होल टेबल सेलेक्ट भएको छ। अब तपाईँले यहाँबाट यसको आउटलाइनको साइज चेन्ज गर्न सक्नुहुनेछ र यो आउटलाइन साइज चेन्ज गर्दाखेरि तपाईँले यो बक्समा विशेष ध्यान दिएको हुनुपर्दछ। जस्तै अहिले यो भित्रको बाहिरको आउटलाइन मात्रै एक्टिभ भएको छ, भित्रका लाइनहरू एक्टिभ छैनन् र तपाईँले माउसको पोइन्टरले यो तेर्सो लाइनलाई रोलाई र यो ठाडो लाइन कोलमलाई पनि क्लिक गर्नुभएको खण्डमा यहाँ तपाईँको यो अवस्थामा तपाईँले निलो लाइन पाउनुहुनेछ र तपाईँले अब यहाँबाट साइज चुज गर्नुभएको खण्डमा यो सबैमा एप्लाई भएको पाउनुहुनेछ। यदि तपाईँले यो टेबलको बाहिरी लाइन मात्रै मोटो अथवा अरू डिजाइनको राख्न चाहनुहुन्छ भने तपाईँले यो भित्रको लाइनलाई हटाउनु पर्नेछ र यहाँबाट यो बाहिरको लाइनलाई केही मोटो राख्न सक्नुहुनेछ। र अहिले यो बाहिरको लाइन मोटो र भित्रको लाइन केही मसिना भएका छन्। यसरी तपाईँले टेबलमा लाइनहरू चेन्ज गर्न सक्नुहुनेछ। त्यस्तै गरी तपाईँले यो टेबल बनाइसके पछाडि अब यो फर्स्ट हेडिङलाई अथवा कुनै पनि टेबलका कोलम त्यस्तै गरिकन रोस अथवा सेलहरूलाई कलर फिल गर्नु परेको खण्डमा तपाईँले यसरी सेलेक्ट गर्नुहुनेछ र यो राइट साइडमा रहेको यो स्वाचेसबाट यहाँ एउटा कलर डिफाइन गर्न सक्नुहुनेछ। र यसको लागि तपाईँले यो कलरमा क्लिक गर्नुहुनेछ, स्वाचेस कलरमा, र अब तपाईँ फिल अप्सनमा क्लिक गरेर यहाँबाट कलर फिलहरू गर्न सक्नुहुनेछ। र त्यस्तै तपाईँले यहाँबाट ट्याबहरू प्रयोग गर्दै लाइनहरू
अरू अन्य रोहरू थप्न सक्नुहुनेछ। र जब तपाईँले टेबल बनाइसके पछाडि पुनः यसलाई पुरा टेबल सेलेक्ट गरिसके पछाडि यो भित्रको लाइनलाई 0.5 बराबर राख्नुहुनेछ। र यो अवस्थामा तपाईँले टेबलमा काम गरिरहँदा कहिलेकाहीँ कुनै रोहरू ठुलो कुनै सानो बनाउनु भएको खण्डमा यसमा निकै सजिलो तरिकाबाट बराबर साइजमा बनाउन सक्नुहुनेछ। जस्तै तपाईँले यसरी सेलेक्ट गर्नुहुनेछ र यो पुनः विन्डोमा गएर टेबलको प्यानललाई ल्याउन सक्नुहुनेछ। र यो टेबलको प्यानललाई तपाईँले यो राइट साइडमा आफूलाई आवश्यक पर्ने ठाउँमा मिलाएर राख्न सक्नुहुनेछ। अब टेबलमा क्लिक गर्नुहुनेछ र यहाँबाट यी टेबलका यी रोहरूको स्पेसिङलाई पनि तपाईँले यहाँबाट डिफाइन गर्न सक्नुहुनेछ। यहाँबाट एक्ज्याक्ट एउटा भ्यालुलाई डिफाइन गर्न सक्नुहुनेछ। जस्तै मैले 0.25 लाई डिफाइन गरेको खण्डमा यी सबै सेलहरू यी सबै रोहरूको साइज एउटै भएको छ। त्यस्तै गरी तपाईँले यसरी सेलेक्ट गर्नुहुनेछ। फेरि तपाईँ यो राइट साइडको टेबल प्यानलमा जानुहुनेछ र यहाँबाट केही साइजहरू बढाउनु भएको खण्डमा तपाईँको साइज बढ्दै गइरहेको छ। त्यस्तै गरी कहिलेकाहीँ हामीले टेबल डिजाइन गर्दा यस्ता रोहरू अथवा कोलमहरू बराबर नभएको खण्डमा र कोही ठुलो र कोही सानो बनाउनु भएको खण्डमा सबैलाई बराबर बनाउनको लागि एट्रिब्युट्स कमान्डको प्रयोग गर्न सक्नुहुनेछ। यसको लागि तपाईँले यसरी सेलेक्ट गर्नुहुनेछ पुरा सेलहरूलाई। जस्तै यहाँबाट यसरी सेलेक्ट गर्नुभयो। अब तपाईँ टेबल मेनुमा जानुहुनेछ र यहाँबाट होरिजेन्टल डिस्ट्रिब्युट रो त्यस्तै गरिकन डिस्ट्रिब्युट कोलमलाई प्रयोग गर्नुहुनेछ। मैले सबैलाई बराबर यसरी राखिदिएको छु। यसरी तपाईँले एडोब इनडिजाइनमा टेबलको प्रयोगबाट यो एउटा बिलको क्रिएट गर्न सक्नुहुनेछ। र अब तपाईँले यो बाहिरको लाइनलाई डिलिट गरिदिन सक्नुहुनेछ। र यो तरिकाबाट पुरा यसलाई सेलेक्ट गर्नुहुनेछ र ग्रुप गर्नुभएको खण्डमा यो एउटा डेको यसरी तपाईँले एउटा बिलको फर्मेट बनाउन सक्नुहुनेछ। त्यस्तै गरी एडोब इनडिजाइनमा तपाईँले टेबल बनाइसके पछाडि यी सेलहरूलाई मर्ज गर्ने, त्यस्तै गरिकन स्प्लिट गर्ने, त्यस्तै गरिकन टेबलबाट टेक्स्टमा विभिन्न अप्सनहरूको प्रयोग गर्न सक्नुहुनेछ। जस्तै तपाईँले यसलाई सेलेक्ट गर्नुहुनेछ र टेबल मेनुमा गएर यसलाई मर्ज सेल गर्न सक्नुहुनेछ। यदि मर्ज गर्नुभयो भने यो सेल एउटै पाउनुहुनेछ। यस्तै गरी यहाँ बाँकी रहेका यी सेलहरूलाई सेलेक्ट गर्नुहुनेछ। टेबलमा गएर तपाईँ मर्ज गर्न सक्नुहुनेछ। र अब तपाईँले मर्ज गरेका सेलहरूलाई फेरि अनमर्ज गर्न पनि सक्नुहुनेछ। र यहाँबाट अनमर्ज सेल गर्नुभयो भने पुनः पहिलाको जस्तै पाउनुहुनेछ। त्यस्तै गरी तपाईँले टेबलमा गएर फेरि पुनः यसलाई अनमर्ज गरौँ। त्यस्तै गरी डिभाइड गर्नु परेको खण्डमा तपाईँले स्प्लिट गर्नुहुनेछ। जस्तै मैले यो सेलमा कर्सर राखेको छु। टेबलमा गएर तपाईँले स्प्लिट सेल भर्टिकल्ली र होरिजेन्टल्ली दुईवटा पार्टलाई प्रयोग गर्न सक्नुहुनेछ। मैले यसलाई भर्टिकल्ली प्रयोग गरेको छु। दुईटा भागमा डिभाइड गर्न सक्नुभयो। त्यस्तै गरी यी सेललाई यदि तपाईँ होरिजेन्टल्ली डिभाइड गर्न चाहनुहुन्छ भने टेबल मेनुमा जानुहुनेछ र स्प्लिट होरिजेन्टल्लीमा चुज गर्नुभएको खण्डमा यहाँबाट यो सेलहरू दुईटा भागमा डिभाइड भएको छ। यसरी तपाईँले यो भागबाट पनि टेबललाई डिभाइड गर्न सक्नुहुनेछ। यसको लागि हामीले यसरी एउटा टेबल एउटा टेक्स्ट लिएका छौँ। यहाँ एउटा डिफाइन गर्नको लागि पुनः तपाईँ टेबलमा गएर इन्सर्ट टेबल गर्नुहुनेछ। मानौँ नम्बर अफ कोलम्स 2, नम्बर अफ रो 2वटा यसरी डिभाइड गर्नुहुनेछ। अब यसलाई सेलेक्ट गरेर यहाँबाट बढाउनुहुनेछ र यसलाई केही साइज बढाएर यदि यो अवस्थामा यो सेललाई मात्रै अन्य भागमा डिभाइड गर्नु परेको खण्डमा तपाईँ टेबलमा गएर होरिजेन्टली 3टा भागमा डिभाइड गर्न सक्नुहुनेछ र यसलाई यहाँबाट भने अब यसलाई मात्रै सेलेक्ट गरेर तपाईँले भर्टिकल्ली पनि डिभाइड गर्न सक्नुहुनेछ। यसरी तपाईँले टेबलमा विभिन्न अप्सनको प्रयोग गर्न सक्नुहुनेछ। त्यस्तै गरी तपाईँले यो टेबलमा टाइप गरेको डाटा पुनः मैले यसलाई मर्ज गरेको छु अहिले टेबलमा गएर मर्ज सेल। त्यस्तै गरी यहाँबाट पनि तपाईँले यसलाई सबैलाई मर्ज गर्न सक्नुहुन्न। अब यो टेबलमा टाइप गरिसकेको डाटालाई हामीले टेक्स्टमा कन्भर्ट गर्नु परेको खण्डमा तपाईँ टेबलमा जानुहुनेछ र यहाँबाट कन्भर्ट टेबल टु टेक्स्टमा चुज गर्नुहुनेछ र कोलमलाई हामीले ट्याब सेटिङमा राखेर ओके गरेको खण्डमा यो टेक्स्टमा कन्भर्ट भएको पाउनुहुनेछ।